ल हेर्नु है अब यस्तो भयो तनाव भएको छ। ल पानी चुहिएर हेर्नु त अलिअलि पानी चुहिएको थियो यो त पुरै माथिबाट ड्रेनेजको प्रब्लम भएको रहेछ। त्यसले गर्दाखेरि हिजो यति मिहिनेत गरेर पुरै घोटेर पुसेको थियो। ल हेर्नु त ल पानी तप तप चुहेको छ। त्यहाँ एक ठाउँ पाल पारेको छ, फेरि यहाँ एक ठाउँ पाल परेको छ। अब यो पुरै सिलिङै उ गर्नुपर्छ होला, फोर्नुपर्छ होला सायद। दिमाग खराब भएको छ। अब हेर्नु त रातभरि सुतेको छैन हामी, तप तप त भएर दादा पनि सुत्नु भएन। त्यही भएर म आज राति जसरी पनि लाइभ आउँछु भनेको लाइभ पनि आउनु पाएन। यस्तो छ कुरा। अब यसलाई पुरा सिलिङ पुरै फोरेर फेरि पुरै नयाँ बनाउँछ। अब हेरौँ कतिको काम गर्छ। अनि एकजनाले मात्रै नसक्ने, पहिला एकजना मात्रै प्लम्बर आएको थियो, अनि भएन भनेर अब उसले अर्को साथी पनि बोलाउँछ भनेर गएको छ। अब खै कहिले आउँछ। अब यस्तो छ ताल। ल बल्ल बल्ल बनाइयो। 3 दिन 4 दिन पछाडि बल्ल बनायो। ल पाइपै फेरि सेतो सेतो पाइप छ नि, यो चाहिँ फेरिदिएको है। यो चाहिँ यति भएपछि चाहिँ काम बन्यो। ल अब त चुइँदैन होला। अब यो पुरै अब यो सबै छोप्नु पऱ्यो नि त। यो पाल पऱ्यो, भुवाङ परेको छ, यति ठुलो भुवाङ पुरै फुटाएर हेर है। अब यो सबै कभर गर्नुपर्छ। अब यो फेरि कहिले गर्ने हो अब।